न कोई है न कोई था जिंदगी में तुम्हारे सिवा। तुम देना साथ मेरा वो हम नवा। नमस्ते, म प्रज्वल। आज म जब कोही बात बिगड जाए भन्ने गीतको सानो भोकल चेनको ब्रेकडाउन लिएर आएको छु। भोकल चेनमा मैले के प्लगइन्सहरू युज गरेँ यहाँलाई देखाउन खोजिरहेको छु। सानो सर्ट्सको लागि मैले यो गीत तयार गरेको थिएँ। कभर सङ्ग्स हो यो, कुमार सानुजीले गाउनु भएको। भोकल चेनमा मैले के एप्लाई गरेँ त भन्ने देखाउनुभन्दा अगाडि चाहिँ मैले ड्राई भोकल रेकर्ड गरिसकेपछि मैले जुन ब्रेदिङको इस्युजहरू छ त्यसलाई पनि मैले कट गरिसकेँ र साथसाथै इन एन्ड आउटमा चाहिँ थोरै फेडरलाई फेड इन फेड आउट गरेर मैले थोरै अझै क्लिन गरेको छु भोकललाई र त्यसलाई बाउन्स गरेर एउटा सिङ्गल लेयर्समा वेभ फर्ममा मैले यसलाई अलाइन गरेको छु। मोनोमा रेकर्ड भएको छ। रोड एन्टी 2A को माइक मैले युज गरेको थिएँ यो भोकल रेकर्ड गर्नलाई र क्युबेसको 14 प्रोको डमा मैले काम गरिरहेको छु। अहिले 115 टेम्पोमा म छु र 4x4 को टाइम सिग्नेचरमा मैले यो गीतलाई गरेको छु। हेरौँ, सबैभन्दा पहिला एकचोटि ड्राई भोकल सुनौँ। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हम नवा। अब यसमा मैले सबैभन्दा पहिला चाहिँ ड्राई भोकल पछि प्रोसेसिङको लागि अगाडि बढाउँदैछु, जसमा मैले भ्यू मिटर लगाएँ सबैभन्दा पहिला चाहिँ, जसले चाहिँ तपाईँको भोकललाई लेभलिङ ब्यालेन्स चेक गर्नलाई मैले यो लगाएको छु। हेरौँ एकचोटि भ्यू मिटरसँग भोकल लेभल ठिक छ कि छैन भनेर। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हम नवा। त्यसपछि मैले भोकलमा भ्यू मिटर लेभलले चाहिँ भोकलको लेभल चेक गरिसकेपछि प्रोक्यु 3 लगाएँ। फ्याब फिल्टरको हो यो, एकदमै राम्रो प्लगइन्स हो यो। फ्याब फिल्टरको बन्डल एकदम सबै साउन्ड इन्जिनियरहरूले प्रयोग गर्नुहुन्छ। मैले पनि फ्याब फिल्टर प्रोक्यु 3 नै बढी मात्रामा प्रयोग गरिरहेको हुन्छु र यसमा चाहिँ मैले भोकलको अननेसेसरी लोलाई कट गरेर थप क्ल्यारिटी पाउनको लागि चाहिँ मैले सानो ट्विकिङहरू गरेको छु। हेरौँ भोकल चाहिँ विथ प्रोक्यु 3 को प्लगइनसँग चाहिँ कस्तो सुनिरहेछ त एकचोटि। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हम नवा। प्रोक्यु 3 लगाइसकेपछि भोकल थप क्लियर भएको छ र यसमा मैले अब कम्प्रेसर लगाएको छु। कम्प्रेसरमा चाहिँ मैले भोकललाई डाइनामिक्स कन्ट्रोल गर्नलाई 2-3टा आर कम्प्रेसर पनि लगाएको छु र अहिले चाहिँ मैले यो क्युबेसको इनबिल्ट एकदमै राम्रो प्लगइन्स हो यो तपाईँको कम्प्रेसर। यसलाई मैले 3:1 को रेसियोमा सेट गरेर डाइनामिकली कन्ट्रोल गर्न खोजेको छु। हेरौँ। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हम नवा। अझै थप क्ल्यारिटी प्लस अझै अलिकति हाईमा अलिकति बुस्ट गरेको भएकोले यहाँनिर अलिकति तपाईँको भोकलमा अझै मच रिचनेस देखेको छु मैले। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हम नवा। सो यसपछि मैले MB2 लगाएको छु भोकलमा। MB2ले चाहिँ भोकललाई तपाईँको ब्यालेन्स गर्छ।
जुन तपाईँको तलको लोवर र हायरको पार्टलाई चाहिँ एउटा नर्मल रेन्जमा मतलब तपाईँको स्ट्यान्डर्ड एउटै लेभलमा सुनाउने हिसाबले यसले ट्रिक गर्छ। सो MB2 पनि राम्रो प्लगइन छ, यहाँले पनि आफ्नो भोकल चेन्जमा यो प्रयोग गर्न सक्नुहुन्छ। एकचोटि ट्राई गर्नु होला MB2 कस्तो लाग्छ तपाईँहरूलाई पनि। एक्चुअली मैले चाहिँ अब यो भोकल चेनमा चाहिँ MB2 लगाइसकेपछि कस्तो सुनिरहेछ एकचोटि प्लिज यसलाई पनि सुन्नु होला है त। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हमनवा। हजुर, यसपछि मैले भोकललाई लास्टली चाहिँ अलिकति जुन MB2हरू र अरू प्लगइन्सहरू युज गरिसकेपछि जुन भोकलमा डाइनामिकली चेन्ज भइरहेको छ, यसलाई चाहिँ मैले आर कम्प्रेसरको थ्रुबाट अझै थोरै सटल ब्यालेन्स गर्न खोजेको छु। हेरौँ आर कम्प्रेसर लगाइसकेपछि भोकल कस्तो सुनिरहेछ एकचोटि प्लिज सुन्नु होला। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हमनवा। यसपछि मैले लास्टमा चाहिँ फ्रेस एयर लगाएको छु, जसले चाहिँ भोकलको प्रेजेन्स र भोकललाई स्याचुरेसन्स गर्ने काम गर्छ, प्रेजेन्स पनि बुस्ट गर्छ। सो यसले चाहिँ अझै बढी भोकललाई अलिकति क्रिस्पिनेस, अलिकति क्ल्यारिटी बनाउँछ। सो भोकललाई चाहिँ अझै स्पार्कल भनौँ न, स्पार्कल बनाउनलाई ठिक्क अमाउन्टमा मैले भोकल अझै थप ओपन सुनियोस् भन्ने, अलिकति स्मुथ सुनियोस् भन्ने हिसाबले फ्रेस एयर प्रयोग गरेको छु। अब यो सबै प्लगइन्स लगाइसकेपछि ड्राई भोकलमा के चेन्ज भयो त एकचोटि सुन्नुहोस् प्लिज। अब चाहिँ लगभग भोकलको चेन, इन्सर्ट चेनमा चाहिँ मैले लगभग यति नै प्लगइन्स युज गरेको छु। सबै प्लगइन्स युज गरिसकेपछि भोकल कस्तो सुनिरहेछ, यसमा चाहिँ मैले भोकलमा अटो ट्युनहरू युज गरेको छैन। यो जुन जसरी रेकर्ड भएको छ त्यही भोकलको प्रोसेसिङ पछि चाहिँ वानली भोकल चाहिँ ट्र्याक कस्तो सुनिरहेछ प्लिज एकचोटि सुनिदिनु होला। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हमनवा। भोकलको इन्सर्टको प्लगइन्स पछि मैले भोकलमा सेन्समा चाहिँ हामीले रिबर्ब एन्ड डिलेलाई चाहिँ सेन्समा राख्छौँ, किनभने कन्ट्रोलको लागि कति मात्रामा मैले प्लेट रिबर्ब युज गरेको छु भोकलमा अलिकति रुम एउटा नेचर दिनलाई। सो मैले हालको भिन्टेज भब पनि युज गरेको छु, भोकल हल, कन्सर्ट हल पनि युज गरेको छु यसमा। अनि त्यस्तै गरी मैले भोकलको सेन्ट बसमा पिङपोङ डिले पनि युज गरेको छु। पिङपोङ डिलेलाई मैले लो कट हाई कट गरेको छु ताकि भोकलमा डिस्टर्बेन्स नहोस्, र साइड सेन पनि गरेको छु भोकलसँग ताकि भोकल आउँदा चाहिँ डिलेले डिस्टर्बेन्स नगरोस्। एकदम चाहिने मात्रामा मात्रै त्यसले आफ्नो राम्रो प्रभाव पारोस् भन्ने हिसाबले। त्यस्तै गरी एज डिले पनि थोरै मात्रामा युज गरेको छु भोकलमा, अनि एज डिलेको पनि लो कट र हाई कट गरेको छु, र त्यसमा पनि कम्प्रेसर लगाएर भोकलसँग साइड चेन गरेको छु, जसले चाहिँ भोकललाई अझै थप क्ल्यारिटी बनाउँछ र डिलेलाई पनि क्ल्यारिटी बनाउँछ आफ्नो आफ्नो स्पेस युज हुने हिसाबले। त्यस्तै गरी भोकलमा एउटा भालाला भिन्टेज भब, एउटा अलिकति रिचनेस, अलिकति अझै डेफ्थ दिनलाई चाहिँ भालालाको भिन्टेज भब पनि लगाएको छु। यो सबै प्लगइन्सलाई मैले अब अन गर्छु। हेरौँ रिभर्ब एन्ड डिलेलाई भोकलको चेनमा चाहिँ तपाईँको सेन्ट बसमा लगाइसकेपछि भोकल चाहिँ कस्तो रिचनेस पाएको छ प्लिज। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हमनवा। अब यो मैले भोकलमा इन्सर्ट्समा पनि काम लगभग सकाएँ जस्तो लाग्छ मलाई, र साथसाथै सेन्स बसमा पनि मैले गएर आवश्यक मात्रामा रिभर्ब एन्ड डिले लगाएर भोकललाई थप डेफ्थ अनि स्पेस क्रिएट गरेँ।
अनि यसमा चाहिने भोकललाई अझै क्लियर एन्ड क्लिन बनाएको छु। एकदम सटल मात्र, धेरै रिभर्ब डिलेले चाहिँ भोकललाई एकदम अझै फेरि मडी गराइदिन्छ, ट्र्याकलाई नै डिस्टर्बेन्स गराइदिन्छ। सो एकदमै ध्यानपूर्वक रिभर्ब एन्ड डिलेसँग हामी खेल्नुपर्छ। सो यहाँले पनि ट्राई गर्न सक्नुहुन्छ प्लगइन्सहरू। अब मैले चाहिँ नि यो ट्र्याकको कुरा चाहिँ पछि कुनै अरू ट्युटोरियलमा गर्नेछु। अहिले चाहिँ मैले भोकलको चेनलाई मात्र मैले एक्सप्लेन गरेको भएर अब भोकल को चेन रेडी भइसक्यो। भोकल चाहिँ लगभग अब सकिसक्यो यसको प्रोसेसिङ, मिक्सिङ। सो भोकल चाहिँ अब ट्र्याकसँग कस्तो सुनिरहेछ, ओभरअली ट्र्याकसँग मैले एकचोटि हजुरलाई सुनाउन चाहेँ। प्लिज सुन्नुहोला। जब कोई बात बिगड़ जाए, जब कोई मुश्किल पड़ जाए, तुम देना साथ मेरा वो हमनवा। न कोई है न कोई था जिंदगी में तुम्हारे सिवा, तुम देना साथ मेरा वो हमनवा, तुम देना साथ मेरा वो हमनवा। हजुर, यो चाहिँ मेरो जब कोही बात बिगड जाए कुमार सानुजीले गाउनु भएको सर्ट्स भिडियोको ट्युटोरियल थियो। भोकल चेनको एक्सप्लेनेसन्स मैले थोरै आफूले जाने बुझेको कुराहरू यहाँहरूसँग सेयर गरेको छु। सो यतिन्जेलसम्म सुनिदिनु भयो, हेरिदिनु भयो। आशा छ तपाईँहरूलाई पनि मन पर्यो होला। सो यदि तपाईँहरूले मन परेमा चाहिँ मलाई सपोर्ट गर्न सक्नुहुन्छ। च्यानललाई सब्सक्राइब गरेर, लाइक गरेर, सेयर्स गरेर, अनि केही कुराहरू तपाईँलाई भन्न मन लागेको छ, मसँग थप केही कुराहरू गर्न मन लागेको छ भने चाहिँ मलाई तल कमेन्ट्स गर्न सक्नुहुन्छ। कमेन्ट्स थ्रुबाट पनि मैले तपाईँहरूलाई केही कुराहरू तपाईँहरूसँग कम्युनिकेट गर्न सजिलो हुन्छ। सो मलाई पनि हौसला मिल्छ। त्यसैले गर्दाखेरि अहिलेलाई चाहिँ यति मात्रै मैले कुराहरू गर्न खोजेँ। सो यो गीतको फुल भिडियो चाहिँ मेरो प्रज्वल मेलोडिजको च्यानलमा छ। सो त्यहाँ गएर पनि सुन्न सक्नुहुन्छ। र भोकल चेन यहाँलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै यतिन्जेलसम्म मलाई हेरिदिनु भयो, सुनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको यो भोकल चेनको यो ब्रेकडाउनलाई चाहिँ यही नै अन्त्य गर्न चाहेँ। थ्याङ्क यू सो मच।